नमस्कार, मेरो नाम छिरिङ झ्याल्पो पुनेल हो। म नासुङ गाउँपालिका अन्तर्गत वडा नम्बर 5 को वडा अध्यक्ष। विशेष गरिकन यो वडा नम्बर 5 अन्तर्गतमा पर्ने महत्त्वपूर्ण चिजहरूको बारेमा चाहिँ मैले यहाँलाई चाहिँ अवगत गराउन चाहन्छु। यहाँ प्रकाश ज्योति आवासीय माध्यमिक विद्यालय छ, जुन विद्यालय मनाङको सम्भवतः सबैभन्दा पुरानो विद्यालय पनि हो र यहाँ हालसालै आवासीय रूपमा यो सञ्चालित छ र वडा नम्बर 5 अन्तर्गतै यो ताङब्राबाट नाछे जोड्ने पुल छ, जुन नेपालकै सबैभन्दा अल्को पुल हो। यसको उचाइ 420 मिटर छ र यो ताङब्रा क्षेत्रमा पर्दछ र ताङब्रामा एउटा पुरानो ऐतिहासिक गुम्बा पनि छ र यहाँ थोचे गुम्बा पनि छ। त्यसै गरिकन यहीँबाटै यो मनासलु एरिया प्रारम्भ हुन्छ, लार्के पास भन्ने, जुन उताबाट गोर्खाबाट पनि सुरु हुन्छ र यहाँबाट प्रारम्भमा चाहिँ यी थोचे गाउँबाट प्रारम्भ हुने गर्दछ र सँगसँगै यहाँ चाहिँ दुध खोला र मर्स्याङदीको यो सङ्गम स्थल दोभान पनि यही पर्दछ। त्यसै गरिकन यहाँ हट स्प्रिङ तातो पानी पनि अबको बजेटमा तातो पानी निर्माण गर्दैछौँ हामी। जहाँसम्म लाग्छ यो आवासीयमा पनि ल्याउने र ठाउँ ठाउँमा हामीले चाहिँ त्यसको एउटा हट स्प्रिङ नुहाउने ठाउँको व्यवस्था पनि हामी अब आगामी दिनहरूमा गर्दैछौँ। 2027-28 सालतिर यो पुरानो सदरमुकाम पनि हो, पछि यहाँबाट सरेर चामे गएको हो। त्यसै गरिकन यो गाउँमा प्रवेश गर्दाखेरि 3टा बाटोहरू पर्छ, जुन लार्केबाट आउने बाटो र धारापानी हुँदै प्रवेश गर्ने बाटो र माथिबाट यो ताजेको पुलबाट आउने बाटो, 3टा बाटोहरू पर्दछन् र गत वर्ष हामीले 3टै बाटोहरूमा चाहिँ वेलकम टु थोचे भनेर स्वागतम गरिएको छ र यहाँहरूलाई चाहिँ अब अहिलेसम्मको चाहिँ महत्त्वपूर्ण कुराहरू यिनै हुन् र मेरो आफ्नो भनाइहरू यति टुङ्ग्याउन चाहन्छु। हस्, धन्यवाद।